पेन्टोलन्स गान्तोक ग्रोभ कसम भनेको गान्तोक ग्रोभमा नि अब्बर मजा आइदिन्छ। साथीहरू आउँदाखेरि एकपल्ट गएको थिएँ होइन। टकिला सर्ट चाहिँ सानो पड्काएन नि त, नमिठो रुक्ने गरेर रमाइलो भएको थियो। नयाँ बजारपट्टि चाहिँ मान्छे अलिक कम्ती, एमजी मार्टपट्टि भन्दा चाहिँ यता चाहिँ एकपट्टि गाडी भएकोले गर्दा होला। एक टाइममा चाहिँ कसम यो जग्गा त बेलुका नि दिउँसो पनि है। मजा आएर भिडियो गोल्डन गेमिङ बिल्ला सल्ट एन्ड पेपर। यहाँको पनि खाना ठिकै छ, बोट रिट। यहाँ तो 4:30 बजे अंधेरा होती है बंदश। हाँ 4:30 में अंधेरा हो जाता है रे भाई, क्योंकि पहाड़ है। स्क्वायर में पनि ओभर मजा आयो खाना खानु। मोमोको मोमो चाहिँ टेस्ट गरेकै हो। यता त मैले यादै गरेको थिइनँ। यो पनि स्क्वायरकै हो क्या, ओभर दामी बनाएको रहेछ त माथि त। अन्त जानुपर्छ एक दिन करोडपति भएपछि। ओहान नागामा पनि एकपल्ट गएको थिएँ, तर जानु मात्रै पर्यो, सोध्नु पनि आएन भरे चाहिँ गएर बसेको टेबलमा होइन। चपस्टिक यहाँ पनि गएँ। सोनिटेल ओरेन्टेल अहिले त मजाको बनाएको छ यो होटल पनि। होटल इन्टरप्राइज, लासा क्याफे, होटल नरेङ अरे द ब्लास्ट। यहाँनिर चाहिँ मलाई एउटा चिज देखेँ, हेरिदिनु मन लाग्यो कसम भने।